सबै कि त्यही भएर नि बिक्न पर्यो हैन अमरजी पनि यार गोडमेल गर्ने के गर्ने हो दाइसित कहाँ कुरा गर्ने भित्र हो यहीँ कुरा गर्नुहोस् के त्यहाँ त्यो लगानीवाला पनि भन्नु जस्तो 35 जनालाई रोजगारी प्रत्यक्ष रूपमा छ मासिक चाहिँ यति नमस्कार है नमस्कार त्यो पुरानो यसको बच्चा त्यत्रो आइसक्यो यो नयाँ देख्दा त राम्रो हुन्छ त पारी गएछ त फेरि अलि पाकेर जाने हो कसले रानिन्छ नि नामै छैन त्यही छैन पाकेर भएर त्यो पाकेको गर्ने आउँदै कुरा गरौँ हैन तपाईहरु कतिमा केरा खेती गरिराख्नु भएको छ कति तयारी अवस्थामा छ बजारको अवस्था के छ भन्दैन नि सबै संक्षिप्तमा सुरु गर्नुस् ल सम्पूर्णलाई म रणप्रसाद सुवेदी मेरो नाम म केरा कृषकको तर्फबाट सम्पूर्ण नेपालवासीलाई मेरो तर्फबाट नमस्कार भन्न चाहन्छु र मैले अहिले मेरो व्यक्तिगतको कुरा गर्दा 53-54 बिघामा मेरो मालवा केरा खेती छ र अहिलेको सिजनमा मेरो सिजन अब हाफ सिजन भइसकेको टाइम हो र यो हाफ सिजनमा मेरो 4-5 लाखको केरा बारीमै पाकेको छ पाकेर पनि गइसक्यो र समथिङ 35 देखि 40 लाखको केरा अझै पनि बारीमा छ अहिले चाहिँ होलसेलवालाहरूलाई फोन गरेर बोलाउँदा हाम्रो माल उठाउन पर्यो भन्दा उहाँहरूले 20 रुपैयाँ 22 रुपैयाँ दर्जन दिन पर्छ भनेर उहाँहरूको भनाइ छ र हाम्रो लगानीको कुरा गर्ने हो भने एउटा घरी बराबरलाई हाम्रो 250 देखि माथि नै लगानी पर्या हुन्छ र उहाँहरूलाई 20 रुपैयाँमा दिँदा हाम्रो 100 समथिङ 125 रुपैयाँ मात्रै पर्ने भयो भने लगानी त हाम्रो आधा डुबिसक्यो त्यो कारणले पनि हामीले दिन पनि सकेका छैनौं उहाँहरूलाई र अर्को कुरा हाम्रो राप्ती कृषक समूह केरा प्रवर्धन समूहको म अध्यक्ष पनि हो र हाम्रो मालबग लगायत हाम्रो G9 भनेको हरिसाल केरालाई G9 भन्छौं त्यो पनि बुटामा पाक्या छ 20 रुपैयाँमा ल्याउनुस् 18 रुपैयाँमा ल्याउनुस् भनेर उहाँहरूले मागिरहनु भएको छ 18-20 रुपैयाँमा G9 कै कुरा गर्दा पनि समथिङ 4 देखि 500 रुपैयाँ एउटा घरी बराबर लगानी हुन्छ र 7 देखि